माननीय सांसद सूर्य थापाज्यूको नेतृत्वमा 40वटा सहकारीबाट 87 अर्बको अपचलन भनेर र यो कुराले गर्दा यस्तो अपचलन भविष्यमा हुन सक्दैन, त्यसैले गर्दा यो अपनाइयोस् भनेर माननीय सूर्य थापाज्यूको नेतृत्वमा रहेको सहकारी सम्बन्धी विशेष छानबिन संसदीय समितिले दिएको प्रतिवेदनको सुझावहरू अहिले यही सरकार, यही गठबन्धनको विधेयकले मानिरहेको छैन, टेरिरहेको छैन। भनेपछि तपाईहरुलाई किन चाहियो सुशासन? आफ्नै गठबन्धनले बनाएको एउटा प्रतिवेदन मान्नुहुन्न र अर्को विधेयक बनाउनुहुन्छ भनेपछि यो आफैमा त कोअर्डिनेसन छैन तपाईहरुको। एउटा डकुमेन्ट र अर्को डकुमेन्टमा भने अनि सुशासनको यस्तो दस्तावेज लिएर आएर समय किन खेर फाल्दैछौँ हामी? र अर्को कुरा, यो सुझावहरू कुनै पनि अवलम्बन हुने केही दिन अगाडि सहकारी सम्बन्धी अपचलन भएको कुरामा एउटा प्रतिवेदन आयो, 1156 पेजको प्रतिवेदन आयो र आज बिहान मन्त्रीज्यूको उपस्थितिमा हामीले विधेयकमा छलफल गर्न बस्यौं। त्यो विधेयक र त्यो